नमस्कार सम्पूर्ण साथीहरुमा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा कक्षा 12 मा अध्ययन गर्नुहुने साथीहरुमा एनईबी 2082 मा सोध्न सक्ने सम्भावित प्रश्न पत्रको नमुना मोडेल सेट 4 लिएर आज तपाईहरु समक्ष हामी उपस्थित भएका छौं। कृपया हाम्रो युट्युब च्यानललाई लाइक सब्स्क्राइब गरेर यस्तै कन्टेन्टको लागि फलो गरिदिनु होला भन्न चाहन्छु। आउनुहोस् सुरु गरौँ। हेर्न सक्नुहुन्छ यहाँनेरि यो चौथो सेट हो। हामीले त्यो ह्यान्ड्स आउटमा चाहिँ यसको बारेमा राखेका छैन। केही प्रश्नहरु चाहिँ त्यहाँबाट पनि हामीले समेटेका छौं। यसमा बिल्कुल नयाँ प्रश्नहरु छन्। कस्तो खालको प्रश्नहरु आउन सक्छ भन्ने तपाईहरुलाई टिप्स दिनलाई आयो। कुन पाठबाट फिक्स भएर नजानु भन्ने हिसाबले है। योबाट यही आउँछ भने फिक्स नहुनु होला, किनकि प्रश्नहरु जहाँबाट पनि छरिएर आउन सक्छ भनेर एउटा प्याटर्नको लागि हामीले यो प्रस्तुत गरेका छौं। हेर्न सक्नुहुन्छ यहाँनेरि एनईबी ग्रेड एक्सआई है 2082 साधारण धार तर्फका विद्यार्थीका लागि सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा नमुना प्रश्न सेट 4 नम्बरमा छ। यो सेट 4 को छ। अब यहाँ अति संक्षिप्त उत्तरात्मक प्रश्नहरु हेरौँ यहाँ के छ। पहिलो प्रश्न रहेको छ हेर्नु होला यहाँनेरि विश्व स्वास्थ्य संगठनको अनुसार जीवनोपयोगी सिपमा समावेश हुने कुनै दुई विषयहरु उल्लेख गर्नुहोस् भन्ने पहिलो प्रश्न रहेको छ। दोस्रो प्रश्न रहेको छ सामाजिक अध्ययनमा अनुसन्धानका लागि कुनै एक समस्याको निर्माण गरी उदाहरण प्रस्तुत गर्नुहोस् भनेर भनिएको छ। तेस्रो प्रश्न रहेको छ तपाईले आफ्नो जीवनमा घट्ने घटनामा असफलता प्राप्त गर्दा आफ्नो आत्ममूल्याङ्कन गर्ने प्रयास कसरी गर्नुहुन्छ? कुनै दुई प्रयास उल्लेख गर्नुहोस् अथवा लेख्नुहोस् भनेर सोधिएको छ। चौथो नम्बरको प्रश्न हामी हेर्न सक्छौं समालोचनात्मक चिन्तन भनेको के हो भनेर सोधिएको छ। पाँचौं नम्बरको प्रश्न विक्रम सम्वत 2007 देखि 2015 साल सम्मको अवधिलाई नेपाली इतिहासमा संक्रमणकालीन अवधि मानिन्छ किन भनेर सोधिएको छ। छैठौं नम्बरको प्रश्न छ नेपाली समाजको सामाजिक रूपान्तरण गर्न राज्यले चाल्नुपर्ने कुनै दुई कदमहरू प्रस्तुत गर्नुहोस् भनेर भनिएको छ। सातौं नम्बरको प्रश्न छ संघीय कार्यपालिका अन्तर्गत मन्त्री परिषद को मन्त्री संवैधानिक व्यवस्था बमोजिम को प्रति उत्तरदायी हुनुपर्छ भनेर भनिएको छ। यसको लागि 76 को 10 हेर्नु होला है संविधानको धारा। आठौं नम्बरको प्रश्न छ अव्यवस्थित शहरीकरण किन चुनौतीपूर्ण हुन्छ एक वाक्यमा लेख्नुहोस् भनिएको छ। नवौं नम्बरको प्रश्न छ आर्थिक विकास र आर्थिक वृद्धि बीच कुनै दुई भिन्नता लेख्नुहोस् भनिएको छ। 10औं नम्बरको प्रश्न रहेको छ पढे लेखेको मानिसले गाई वस्तु पाल्ने तथा खेतीपाती गर्ने जस्ता साना कामहरू गर्नु हुँदैन भन्ने तपाईका छिमेकीलाई के सुझाव दिनुहुन्छ? कुनै दुई सुझावहरू प्रस्तुत गर्नुहोस् भनिएको छ है। 11औं नम्बरको प्रश्न हेर्न सक्छौं हामी यहाँनेरि शिक्षा र मानव संसाधन बीचको सम्बन्धलाई एक वाक्यमा लेख्नुहोस् भनेर भनिएको छ। भनेपछि यस्ता खालका अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू आउन सक्छन्। यो चाहिँ एउटा ढाँचा मोडेल भयो है। अब समूह ख अन्तर्गत रहेको संक्षिप्त उत्तरात्मक प्रश्नहरू जसको अङ्कभार 5 हुन्छ 8 वटा प्रश्न सोधिन्छ र यसमा सोधिएको छ 12औं नम्बरमा हेर्न सक्छौं यहाँ प्रश्न पूर्वीय चिन्तन परम्पराको विकासमा नेपालको योगदान शीर्षकमा दैनिक पत्रिकामा प्रकाशित गर्ने कुनै एक सम्पादकीयको नमुना प्रस्तुत गर्नुहोस् भनेर सोधिएको छ भने यसैको अथवा प्रश्नमा दैनिक जीवनमा तपाईले सृजनात्मक चिन्तनको प्रयोग कसरी गर्नु भएको छ उदाहरण सहित प्रस्तुत गर्नुहोस् भनेर यसरी प्रश्न सोधिएको छ। यसमा तपाईको खाली अनुसन्धानबाट मात्र प्रश्न सोध्छ भन्ने कुरो हुँदैन है। कहिलेकाहीँ यो एक पाठ र 3 पाठबाट पनि 3 एकाइबाट पनि सोधिन सक्छ। 13औं नम्बरको प्रश्न छ दर्शन जीवन र जगतप्रतिको धारणा निर्माणको महत्त्वपूर्ण तत्त्व हो यस भनाइलाई पुष्टि गर्नुहोस् भनिएको छ। 14औं नम्बरको प्रश्न छ मधेस प्रदेश र बागमती प्रदेशको विशेषताहरू बीच 5 बुँदामा तुलना गर्नुहोस्। यस्तो खालको नि आइदिन सक्छ कहिलेकाहीँ। 15औं नम्बरको प्रश्न छ तल दिएको ऐतिहासिक घटनाहरूलाई उपयुक्त मिति राखी समय रेखामा देखाउनुहोस्। यो समय रेखा पनि एकचोटि हेरेर जानु होला। यो पनि इम्पोर्टेन्ट क्वेशन्स हो किनकि यो प्रयोग सम्बन्धी प्रश्न भएको कारणले आइदिन सक्छ। हेरेर जानु होला है। यसमा दिएको छ दोस्रो जनआन्दोलनको अन्त्य अन्तरिम संविधानको सुरुवात संविधान सभाको निर्वाचन गणतन्त्रको घोषणा नेपालको संविधान जारी। यो मितिहरू आफै एजिम गरेर लेख्नुपर्छ। 16औं नम्बरको प्रश्न छ नेपालमा समतामूलक समाज निर्माणको लागि भएका प्रयासहरूको विश्लेषण गर्नुहोस् भनेर सोधिएको छ। 17औं नम्बरको प्रश्न छ अधिकार र कर्तव्यलाई परिभाषित गर्नुहोस्।
नेपालको संविधानले व्यवस्था गरेको नागरिकको कर्तव्यहरू उल्लेख गर्नुहोस्। संविधानको धारा 48 हेर्न सक्नुहुन्छ। यसको लागि के व्यवस्था छ, 4वटा छ, त्यो 4वटा लेख। 18औं नम्बरको प्रश्न छ नेपालमा गरिबी चक्रको सम्बोधन गर्ने उपायहरूलाई उदाहरणसहित प्रश्न पार्नुहोस् भनिएको छ। यो कुराहरू आउन सक्छ। 19औं नम्बरको प्रश्नमा यहाँ लेखिएको छ सांस्कृतिक पछौटेपन हटाउन शिक्षाको भूमिका महत्त्वपूर्ण हुन्छ। यस भनाइलाई आफ्नो तर्कसहित पुष्टि गर्नुहोस् भनेर सोधिएको छ। अथवा प्रश्नमा तल सोधिएको छ नेपाल भारत सम्बन्धको बीचमा देखिएको समस्याहरू उल्लेख गर्दै ती समस्याहरूको समाधानका लागि अपनाउनु पर्ने उपायहरूबारे बुदागत रूपमा सुझाव प्रस्तुत गर्नुहोस् भनेर यस्तो खालको प्रश्न सोधिएको छ। यो पनि सर्ट क्वेसन एन्सर वालाको भयो। अब लङ क्वेसन एन्सर वाला प्रश्न हेरौँ। यहाँनिर जुन चाहिँ 3वटा प्रश्न आउँछ, प्रत्येक प्रश्नको 8 अङ्क भार रहेको हुन्छ। यसको पहिलो प्रश्न यहाँनिर विस्तृत उत्तरात्मक प्रश्न भनिएको छ। 20औं नम्बरमा छ आधुनिक समयमा प्रविधिको विकाससँगै लेख रचनाको बौद्धिक चोरी वृद्धि भइरहेको देखिन्छ। बौद्धिक चोरीको प्रमुख उद्देश्य के हुन सक्लान्? बौद्धिक चोरीबाट बच्न लेखकले के कस्ता विषयमा ध्यान दिनुपर्छ? बौद्धिक चोरी सम्बन्धी रहेको कानुनी पक्षलाई समेटेर के गर्यो त भन्दाखेरि समीक्षा गर्नुहोस् भनेर प्रश्न सोधिएको छ। यो उच्च दक्षताको प्रश्न हो, लेख्न सक्नुहुन्छ तपाईँले यसको प्रश्नको उत्तर। 21औं नम्बरको प्रश्न छ विपद बाजा बजाएर आउँदैन। विपदले हुनु पनि के भएछ? विपदले कुनै जाति धर्म धनी गरिब भन्दैन। यस भनाइको आशयलाई उदाहरणसहित स्पष्ट पार्नुहोस् भनिएको छ। अथवा प्रश्नमा तल जोडिएर आएको छ षड्यन्त्रबाट सुरुवात भएको राजनीति षड्यन्त्रबाट नै समाप्त हुन्छ भन्ने तथ्यलाई नेपालको राणाकालीन इतिहासको आधारमा पुष्टि गर्नुहोस्। यसमा राणा शासनको अन्त्य र सुरुवातको षड्यन्त्रको विषयलाई चाहिँ तपाईँले हाइलाइट गर्नुहोला, कसरी भएको छ भन्ने कुरा। र 22औं नम्बरको प्रश्न रहेको छ हिजो आज वैदेशिक रोजगारीमा जाने कयौं नेपाली युवाहरूको हत्या भएको खबर सुनिन्छ। धेरै मानिस विदेशी भूमिमा लुटिएका छन्। उनीहरूले अन्जानमा विभिन्न झुटा मुद्दामा जेल सजाय भोग्नु परेको छ। यस्तो अवस्थामा आप्रवासी नेपालीहरूको सुरक्षित आप्रवासनका लागि के गर्नु पर्ला? आफ्नो विचार समेटी एउटा लेख तयार पार्नुहोस् भनेर प्रश्न सोधिएको छ। यस्ता खालका सम्भावित प्रश्नहरू आउन सक्छन्। त्यही भएर सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षामा तपाईँले एकदम राम्रोसँग तयारी गरेर परीक्षा दिनुहोला भन्ने मेरो अपेक्षा रहेको छ। किनकि अब एक्जाम पनि आउन लागिसक्यो, 10-12 दिन बाँकी छ है। त्यही भएर एकदम तयारी गर्नुहोला, सबै विषयको तयारी गर्नुहोला, सामाजिकको मात्र भन्दै सामाजिकको यस्तै खालका मोडल क्वेसन्सहरू अझै हामी ल्याउने प्रयासमा रहेको कुरा बताउँदै आजको भिडियो प्रस्तुतिलाई यहीँ समाप्त गर्ने जमर्को गर्दै आजलाई हामी यहाँ तपाईँहरू समक्ष बिदा माग्छौँ। हाम्रो युट्युब च्यानल लाइक सब्सक्राइब गर्नुहोला। धन्यवाद।